साँझ पख भएकाले उनी घरको थनको मनको सकेर ओछ्यानमा पल्टिरहेकी थिइन्। छेउमा उनको बच्चा निदाइरहेको थियो। धेरै नजाने तापनि आफ्नो मोबाइलमा 2 दिन अगाडि सत्यनारायण भगवानको पूजामा खिचिएको केही तस्बिरहरू पल्टाउँदै आफ्नो परदेशी श्रीमानलाई पठाइदिइन्। तुरुन्तै इमो मार्फत कल गरेर श्रीमानले भन्न लागे, कस्तो फोटो खिचेको यो, सरले शिर ढाकेर खिच्न सक्दैनौ? म बाहेक तिम्रो अर्कैसँग चक्कर छ, त्यसैले उसलाई पठाउन त्यस्तो फोटो खिचेको होला नि। सधैँको किचकिचले होला उनी केही बोलिनन्। आफ्ना औँलाका नङहरू टोक्दै आँखा डुलाइरहन्। श्रीमानले फेरि भन्न लागे, खै भिडियोमा सिन्दुर देखिएन त, अब त सिन्दुर लगाउन पनि छोड्यो है? उनले बिस्तारै भनिन्, रातको समय छ, त्यसैले नदेखिएको होला। श्रीमानले रिसाउँदै भन्न लागे, किन कुरा बनाउँछौ, सिधै जानी जानी नलगाएको भन न। उनले थपिन्, त्यस्तो होइन त, दिनभर खेतमा काम गरेर बेलुकी पख नुहाएकी थिएँ, त्यसैले पुछियो होला। यसै पनि सामुन्ने हेर्नु र भिडियो हेर्नु फरक परिहाल्छ नि। श्रीमानले भने, तिमी बदलियो के बदलियो, तिमी पहिले जस्तो छैन। म नेपालमा हुँदा पनि मेरो वास्ता गर्दैनथ्यौ। उनले भनिन्, मैले कहिले हजुरको वास्ता राखिनँ र। श्रीमानले रिसाउँदै भन्न लागे, नाटक नगर नाटक, के मलाई थाहा छैन भनेको? तिम्रो माइती गाउँको फलानो केटाले तिम्रो प्रत्येक फेसबुकको फोटोमा लाइक कमेन्ट गर्छ। उनको बर्र आँसु चुइयो र रुँदै भन्न लागिन्, त्यस्तो केही पनि होइन, आखिर मलाई किन यसरी मानसिक तनाव दिनुहुन्छ? श्रीमानले रिसाउँदै थपे, जानु मन छ भने गए हुन्छ, मेरो बालबच्चा छाडेर आफ्नो बाटो लागे पनि म केही भन्दिनँ, बरु म टिका लगाएर दक्षिणाका साथ खर्च दिएर बिदा गर्छु। उनको असाध्यै मन दुख्यो अनि कहाल लिएर रुन लागिन्। यत्तिकैमा सुतिरहेको बच्चा बिउजियो र आमा रोएको देखेर बच्चा पनि रुन थाल्यो। बच्चा रोएको सुनेर श्रीमानको रिस झन् बढ्यो र भन्न लागे, भालेसँग लागेपछि माउले आफ्नो चल्ला ठुङ्छ रे, त्यसैले मेरो रिसले नानी कुट्यो होइन? उनले रुँदै भनिन्, त्यस्तो होइन, नानी सुतेको थियो अनि म रोएको सुनेर उठेको। श्रीमानले भन्न लागे, मलाई पढाउनु पर्दैन तिमीले, मलाई सबै थाहा छ, होइन तिमीलाई केमा अभाव राखेको छु र मैले खाना लाउन सबै पुर्याएकी छु, आखिर केमा चित्त बुझ्दैन र तिमी आफ्नो बेहोरा सक्छौ। उनी रातभर मन दुखेर रोइरहेकी थिइन्। जब उनले यो कथा मलाई सुनाइरहेकी थिइन्, उनी अझ ढाँको छोडेर रुँदै थिइन्। उनी रुँदै भन्दै थिइन्, आफूलाई गलत छ भने अरूलाई पनि गलत नै देख्दा रहेछन्। जब आफ्नै मनमा विश्वासको अभाव छ भने अर्काको मनको अभाव कसरी थाहा हुन सक्छ? खाना लाउन दिएर सोचे जस्तो गर्न मिल्ने मेसिन त होइन नि म पनि। मेरो पनि मन छ, तर मेरो भावनाहरू कहिले बुझ्नुहुन्न। नानी बच्चा छ, हरेक समय ऐना हेरेर बस्ने फुर्सद पनि त हुन्न। एकछिन फोन उठाउन ढिला हुँदा पनि गाली, फोन एकैछिन बिजी भएको भेट्यो कि गाली। आखिर मैले कुन जमानाको पाप गरेको रहेछु र खाएको नखाएको एउटै बनाउनुहुन्छ? नजिक भएका परिवार आफन्त समाजले आजसम्म औला उठाउन सकेका छैन। समुद्र पारी बसेर यस्तो कुरो भनेको सुन्दा त घर नै छाडेर गइदिउँ जस्तै हुन्छ। आफ्नो माइती मावली थर साथीभाइ सबै छोडेर उहाँकै नामको सिन्दुर पोते लगाएर सीमामा बसे पनि अरूसँगै लाग्यो भनेर भन्नुहुन्छ। भालेसँग लागेर चल्ला ठुङ्छस् रे, आखिर किन मलाई यसरी टोकिरहनुहुन्छ होला? यसो गर्दा नि नहुने, उसो गर्दा नि नहुने, अब त म थाकिसकेँ, सबैलाई कालाउँछ, मलाई चाहिँ किन बिर्सेको होला नि? उनी रोइरहन्। आफ्नो व्यथा पोख्दै मन दुखेर उनी रोइरहन्। धेरै थिए भन्न, तर यति अवश्य भन्छु लेखकको तर्फबाट, आफ्ना नजिकको मान्छेको मनको कुरा सुनिदिनुहोस्, उसलाई आफ्नो भावना पोख्ने समय दिनुहोस्। तपाईले यदि बोल्नमा स्वतन्त्रता दिनु भएन भने ऊ पनि मान्छे हो, उसको आत्मसम्मानमा ठेस पुग्छ र उसले गलत कदम चाल्न पनि पछि पर्दैन। आज धेरै परिवारमा आमा बुबाको सन्तानले इच्छा विपरीत काम गर्दैछन्। श्रीमान श्रीमती बीच फाटुवाउनुको मुख्य कारण मध्ये यो पनि एक हो कि कसैको आवाजमा निरङ्कुशता नलगाइदिनु होला। मित्र, तपाईले भर्खरै सुन्नुभयो एउटा मनसुने कथा थियो, जसलाई मैले नेपाली लभ स्टोरी 2017.blogspot.com बाट साभार गरेको हुँ।